गइरहेको छु। पहिला मैले अघि नै चाहिँ बिर्सेँ, त्यसैको याद आयो। अनि म चाहिँ पहिला तेल हालेर मैले चाहिँ होइन है, त्यसमा एउटा दिदी हुनुहुन्छ मिठो पकाउनुहुन्छ, अनि त्यसपछि यहाँ तेल हालेर मेथी पड्काएँ, त्यसपछि यो चिकन हालेँ, त्यसपछि यो पानी आउँछ, अनि आउँदैन त्यो बनाउनु गर्नुपर्छ। बेला बेला स्टिक हुन्छ कुनै बेलामा, अनि बेला बेला चलाउनु पर्नुहुन्छ। यस्तो भइसकेको छ, छोडिदिनु बेला बेला यसो चलाउनु पर्नुहुन्छ। नुन हालेँ मैले, त्यसपछि बेसार हालेँ, अनि त्यसपछि यसलाई मिक्स गर्नुपर्ने हुन्छ। जब हाम्रो यो पानी सकेर थोरै रातो रातो भएपछि हुन्छ, अनि त्यसपछि चाहिँ हामीले नुन बेसार हालेर मिक्स गर्नुपर्ने हुन्छ। मासु भुरेर हल्का रातो भएपछि त्यसपछि प्याज हाल्नुपर्ने हुन्छ। त्यसपछि हामीले चाहिँ त्यसलाई पनि भुट्नु पर्यो, त्यसलाई भुट्नुपर्छ, मिक्स गर्नु चलाउनुपर्छ बिस्तारै बिस्तारै। अनि त्यसपछि मिक्स गर्नुपर्छ, त्यसपछि प्याज घोलेर यतिको भएपछि चाहिँ हामीले के गर्नुपर्छ, त्यसपछि अदुवा लसुनको पेस्ट राख्नुपर्छ। त्यसपछि चलाइदिउँ, त्यसपछि चलाएर सुन्नुपर्छ। त्यसपछि चाहिँ हामी खुर्सानीको धुलो राख्नुपर्ने हुन्छ, स्वादअनुसारको। त्यसपछि मिक्स गर्नुपर्ने हुन्छ है गाइस। मिक्स गरेपछि कलर हेर्न सक्नुहुनेछ। पछि चाहिँ हामीले यस्तो भएपछि चाहिँ हामीले चिकन मसला राख्यौँ, अनि त्यसपछि यसलाई स्वादअनुसारको चिकन मसला राखिसकेपछि चाहिँ हामीले चलाउनु पर्ने हुन्छ। त्यसपछि चाहिँ हामीले काटेर राखिसकेका छौँ टमाटर, ग्रेभीको लागि चाहिँ हामीले चाहिँ धेरै हालेको अब बेस्ट खान्छ, त्यति चाहिँ टमाटर राख्न सकिन्छ। त्यसपछि हामीले मासु यताउता पाउँछ र बिचमा गयो भने चाहिँ यो टमाटर ठ्याक्क हुन्छ नि त, के हुन्छ अरे गल्छ नि त, त्यही भएर हामीले बिचमा राख्दछौँ। मासुबाट छोपिदिने हो, त्यसपछि एकछिन छोडिदिनु पर्ने हुन्छ। त्यसपछि चाहिँ यस्तो टमाटर गल्सकेपछि हामी चाहिँ हालेर मिक्स गरेर छोड्नु पर्ने हुन्छ। त्यसपछि हामीले खानालाई मासु रेडी भयो।